कार्यकारी सञ्चालकज्यूहरू र अन्य उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा म कम्पनी सचिव श्री नारायण प्रसाद आचार्यको तर्फबाट नमस्कार गर्दछु र अब हाम्रो यो फर्मल कार्यक्रम अगाडि बढाउन गइरहेका छौँ र सबभन्दा पहिला म आसन ग्रहणको कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु र आसन ग्रहणको क्रममा यस कम्पनीका सञ्चालक समितिका अध्यक्ष श्री हितेन्द्र देव साक्य सरलाई म आसन ग्रहण गरिदिनको लागि अनुरोध गर्दछु। त्यस्तै नेपाल विद्युत प्राधिकरणकै तर्फबाट प्रतिनिधित्व गर्ने दीर्घायु कुमार सरलाई पनि म आसन ग्रहणको लागि अनुरोध गर्दछु। दीर्घायु कुमार श्रेष्ठ सरलाई। र हाम्रो नेपाल विद्युत प्राधिकरणकै तर्फबाट हुनुहुन्छ फणीन्द्र राज जोशी सर, उहाँलाई पनि म आसन ग्रहणको लागि अनुरोध गरेँ। र बाबुराजा महर्जन सर, उहाँलाई पनि मैले आसन ग्रहणको लागि अनुरोध गरेँ। उहाँ अहिले नेपाल विद्युत प्राधिकरणको तर्फबाट हिजो मात्रै सञ्चालकमा नियुक्ति भएर आउनुभएको हो र योभन्दा पहिला उहाँले प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गर्नुभएको थियो। र त्यस्तै गरेर समीर प्रसाद पोखरेल सरलाई पनि म आसन ग्रहणको लागि अनुरोध गरेँ र उहाँ पनि नेपाल विद्युत प्राधिकरणको तर्फबाट संस्थाको तर्फबाट प्रतिनिधित्व हुनुहुन्छ। अब सर्वसाधारणको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक श्री तुलसीराम ढकालज्यूलाई पनि मैले आसन ग्रहणको लागि अनुरोध गर्दछु। त्यस्तै रामप्रसाद रिमालज्यूलाई पनि मैले आसन ग्रहणको लागि अनुरोध गरेँ र श्री भीमप्रसाद तिमुल सिन्हाज्यूलाई पनि मैले आसन ग्रहणको लागि अनुरोध गरेँ र शान्तिलक्ष्मी साक्य म्याडमलाई पनि मैले आसन ग्रहणको लागि अनुरोध गरेँ। धन्यवाद सञ्चालकज्यूहरूलाई। र हाम्रो आसन ग्रहणको क्रम जारी नै छ र प्रतिनिधि कम्पनी रजिस्ट्रारको कार्यालयमा पनि हामीले प्रतिनिधिको लागि पत्राचार गरेका थियौँ। कोही कम्पनी रजिस्ट्रारको कार्यालयबाट आउनुभएको छ भने उहाँलाई पनि मैले आसन ग्रहणको लागि अनुरोध गरेँ। सायद उहाँ आउनुभएको छैन होला, आइसकेपछि मैले फेरि यसलाई निरन्तरता दिनेछु। र नेपाल धितोपत्र विनिमय बजार लिमिटेड नेप्सेबाट प्रतिनिधि आउनुभएको छ भने उहाँलाई पनि मैले ड्यासमा आसन ग्रहणको लागि अनुरोध गर्छु। उहाँ पनि आइपुग्नु भएको छैन होला। प्रतिनिधि सिडिएस श्री रन्जु कुमारी सिंहज्यूलाई पनि मैले आसन ग्रहणको लागि अनुरोध गर्छु। उहाँलाई पनि ड्यासमा आएर यहाँ आसन ग्रहण गरिदिन अनुरोध गर्छु। उहाँ आइसक्नु भएको छ। त्यस्तै लेखा परीक्षक चार्टर्ड एकाउन्टेन्ट श्री मधु पोखरेलज्यूको बाट कोही प्रतिनिधि आउनुभएको छ भने उहाँलाई पनि आसन ग्रहणको लागि अनुरोध गर्छु। आइपुग्नु भएको छैन होला, आएपछि मैले फेरि आसन ग्रहण गराउने छु। र त्यस्तै प्रतिनिधि सेयर रजिस्ट्रार्ड सिद्धार्थ क्यापिटल लिमिटेडका प्रतिनिधिज्यूलाई पनि मैले आसन ग्रहणको लागि अनुरोध गर्छु। सन्दीप कार्की सर हाम्रो आइसक्नु भएको थियो। ल सर, ड्यासमा आएर त्यस्तै अब कम्पनीका पूर्व अध्यक्षज्यूहरू, पूर्व सञ्चालकज्यूहरू र हाम्रो सहायक सम्बद्ध कम्पनीका प्रमुखज्यूहरू, मध्य बोटेकोशी जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री रामगोपाल शिवाकोटीज्यूलाई पनि मैले सो स्थानमा आसन ग्रहण गर्न अनुरोध गरेँ। आइपुग्नु भएको छैन होला। त्यस्तै अर्पण बहादुर सिंह सान्जेन जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ। धन्यवाद। सो स्थानमा आसन ग्रहण गर्न अनुरोध गरेँ। प्रमुख कार्यकारी अधिकृत श्री सत्यराम ज्याखुवा रसागढी हाइड्रो पावर कम्पनी लिमिटेडबाट धन्यवाद। अब प्रबन्ध सञ्चालक चिलिमी इन्जिनियरिङ एन्ड सर्भिसेस कम्पनी लिमिटेडका श्री प्रशान्त मल्लज्यूलाई पनि मैले आसन ग्रहणको लागि अनुरोध गरेँ। त्यस्तै गरी प्रबन्ध सञ्चालक श्री बाबुराजा महर्जन, अहिले उहाँ चिलिमे सेती हाइड्रो पावर कम्पनी लिमिटेडमा पनि उहाँले चाहिँ नि प्रबन्ध सञ्चालकको रूपमा काम गर्नुभएको छ र धन्यवाद। त्यस्तै गरेर नेपाल विद्युत प्राधिकरणका प्रतिनिधि श्री तीर्थराज नेउपानेज्यू लगायत यहाँ उपस्थित हुनुभएका सम्पूर्ण शेयरदानी महानुभावहरूलाई आफ्नो स्थानमा आसन ग्रहणको लागि मैले अनुरोध गर्दछु। अब यस सभालाई औपचारिक रूपमा अगाडि बढाउनको लागि हामीले एउटा फेजको कार्य सकिसकेका छौँ र
योभन्दा अगाडि अहिले हाम्रो यहाँ भर्खरै नेपालमा एउटा ठुलो घटना पनि घटिसकेको र एउटा जेनजी आन्दोलनमा थुप्रै हाम्रा भाइ बहिनीहरू चाहिँ शहीद हुनुभएको हुनाले मैले यहाँहरूलाई चाहिँ 1 मिनेट मौन धारण गरिदिनको लागि पनि मैले अनुरोध गर्दछु। धन्यवाद। र अब यो 29औं वार्षिक साधारण सभालाई अगाडि बढाउनको लागि हामीले एकजना सभापतिको पनि चयन गर्नुपर्ने हुन्छ र यो सभाकालाई सभापतित्व ग्रहण गरिदिनको लागि मैले सञ्चालक समितिका अध्यक्ष श्री हितेन्द्रदेव साक्य सरलाई अनुरोध गर्दछु। धन्यवाद सर। अब मैले सभापतिज्यूको आज्ञाले बाँकी कार्यक्रमहरूलाई अगाडि बढाउने अनुमति चाहन्छु। ल अब यसलाई मैले अनुमति दिएको नै सम्झेँ। र अब योभन्दा अगाडि हामीले राष्ट्रिय गान को चाहिँ नि यहाँ सुनाउने छौँ र राष्ट्रिय गानको लागि यहाँहरूले चाहिँ नि सुनिदिनुहुन्छ भने ल राष्ट्रिय गान प्राविधिक भाइ राष्ट्रिय गान चाहिँ नि बजाइदिनु होला। प्रकृतिका कोटि कोटि सम्पदाको आचल वीरहरूका रगतले स्वतन्त्र अचल ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहु जाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। अब सञ्चालक श्री दीर्घायु कुमार श्रेष्ठ सर आउनुभएको छ, उहाँलाई पनि ड्यासमा आसन ग्रहणको लागि अनुरोध गरेँ। धन्यवाद सर। अब हामीले औपचारिक कार्यक्रम अगाडि बढाउन गइरहेका छौँ र त्योभन्दा पहिला यो सभालाई रीतपूर्वक बोलाइएको हो र यसमा गणपूर्वक सङ्ख्या पुरा भएको छ भनेर हामीले यकिन हुनुपर्ने हुन्छ र मैले गणपूर्वक सङ्ख्या पुग्यो या पुगेन भनेर त्यसको रेकर्ड दिनको लागि सिद्धार्थ क्यापिटल लिमिटेडका प्रतिनिधिलाई मैले आग्रह गरेँ। किरणजी त्यहाँ गएर लिएर हुन्छ र हुन त यहाँ नेपाल विद्युत प्राधिकरणको तर्फबाट 51% प्रतिनिधित्व गर्ने प्रतिनिधि आइसक्नु भएको छ। त्यसो भएको हुनाले चाहिँ यसलाई कोरम चाहिँ पुगि नै सकेको छ र यो 21 दिन अगाडि नै हामीले साधारण सभा बोलाइसकेका हुनाले यो रीतपूर्वकै साधारण सभा हो र अब यसको साथसाथै हामीले यो वर्षभरिमा भए गरेका क्रियाकलापहरू, आर्थिक क्रियाकलापहरू र अन्य क्रियाकलापहरूको बारेमा सञ्चालक समितिको तर्फबाट तयार गरिएको प्रतिवेदन छ र त्यो प्रतिवेदन विस्तृत रूपमा हामीले यहाँहरूलाई उपलब्ध गराएको बुकमा लेखेकै छौँ र संक्षिप्त रूपमा प्रतिवेदन वाचन गरेर सभामा चाहिँ नि जानकारी गराइदिनु हुनको लागि यस सभाका सभापति अथवा सञ्चालक समितिका अध्यक्ष श्री
हितेन्द्रदेव साके सरलाई मैले अनुरोध गर्दछु। धन्यवाद। आदरणीय शेरधनी महानुभावहरू, अविरल बग्ने नदी जस्तै राष्ट्रको जलविद्युत विकास यात्रालाई निरन्तर ऊर्जा प्रदान गर्ने पवित्र उद्देश्यका साथ स्थापित चिलिमे जलविद्युत कम्पनी लिमिटेड आज आफ्नो गौरवशाली 29औं वर्ष यात्राको उज्यालो र फराकिलो मैदानमा आइपुगेको छ। यस चिलिमे जलविद्युत कम्पनी लिमिटेडले स्वच्छ ऊर्जा उत्पादनमा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउँदै आएको छ। यस कम्पनीले समीक्षा अवधिमा पनि निरन्तरता, अनुशासन, पारदर्शिता र उत्तरदायित्वका मूल्य मान्यतालाई आत्मसात गर्दै आएको छ। यस 29औं वार्षिक साधारण सभाको शुभ अवसरमा कम्पनी ऐन 2063 बमोजिम तयार गरेको यो वार्षिक प्रतिवेदन आदरणीय शेयरधनी, नियामक निकाय, लगानीकर्ता तथा सम्पूर्ण सरोकारवालाहरूको अवलोकन र निर्देशनका लागि आदरपूर्वक प्रस्तुत गरेका छौँ। हाम्रो कम्पनीले सम्बन्धित ऐन, नियमावली, प्राविधिक मापदण्ड र नियामक निर्देशनहरूको पूर्ण पालना गर्दै सुशासनको अभ्यासलाई संस्थागत रूपमा अवलम्बन गर्दै आएको छ। कम्पनीका शेयरधनी, सञ्चालक समिति, लेखा परीक्षण समिति तथा व्यवस्थापन संयन्त्रबीच सन्तुलित सहकार्यको माध्यमबाट पारदर्शी तथा उत्तरदायी व्यवस्थापन प्रणाली विकास गरिँदै आइएको छ। कम्पनीले विगत वर्षमा मुख्य परियोजनाको नियमित सञ्चालनसँगै भविष्यलाई केन्द्रमा राखी सार्वजनिक साझेदारी PPPमा सहभागिता जस्ता रणनीतिक आयोजनाहरू तयार गरी अगाडि बढाइएको छ। सम्बद्ध कम्पनी मार्फत निर्माण तथा सञ्चालनमा रहेका आयोजनाहरू कार्यान्वयन आएसँगै कम्पनी केवल उत्पादनकर्ता मात्र नभई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ। विगत आर्थिक वर्षको समग्र समीक्षा अवधिमा विगत लामो समयदेखि प्रतीक्षारत उपलब्धि हासिल गर्न कम्पनी सफल भएको छ। कम्पनीले आफ्ना सम्बद्ध कम्पनीहरू मार्फत अघि बढाएका 4वटा जलविद्युत आयोजनामध्ये 3वटा जलविद्युत आयोजनाको निर्माण कार्य यो प्रतिवेदन तयार गर्दासम्म सफलतापूर्वक सम्पन्न गरी विद्युत उत्पादन प्रारम्भ गर्न र उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गराउन सफल भएको छ। 4 मध्ये सान्जेन माथिल्लो 14.8 मेगावाट जलविद्युत आयोजना अघिल्लो आर्थिक वर्ष नै सम्पन्न भइसकेको थियो। आयोजना निर्माणमा भोगिएका चुनौती, अवरोध र तिनको व्यवस्थापन। जलविद्युत आयोजना केवल प्रविधिको विषय मात्र नभई कानुन, अर्थतन्त्र, समाज, वातावरण र मानवीय संवेदनाको सम्मिश्रण रहेछ भन्ने कुरा उल्लेखित आयोजनाहरूको समापन पश्चात पुष्टि भएको छ। चारै आयोजनाहरूको निर्माण तथा सञ्चालनसम्मको यात्रामा कम्पनीले अनेकौं किसिमका आरोह अवरोह, रापताप, चाप, दबाव र प्रतिकूल परिस्थितिहरू साहसका साथ सामना गर्नु परेको यथार्थलाई यस प्रतिवेदनमा मार्फत स्पष्ट रूपमा अभिलेख गर्न चाहन्छौँ। सङ्घर्षबाट सफलतासम्मको यात्रा। यी सम्पूर्ण कानुनी, वित्तीय, प्राविधिक र सामाजिक चुनौतीहरूका बावजुद पनि कम्पनीले आयोजनालाई अधुरो नछोडी सफलताको शिखरमा पुर्याउने दृढ सङ्कल्प राख्यो। त्यही सङ्कल्प, त्यही धैर्य, त्यही अदम्य साहस र जिम्मेवारीको परिणामस्वरूप आज 4वटा आयोजना सम्पन्न भई राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गरिरहेका छौँ। आर्थिक वर्ष 2081-82 को आर्थिक कारोबारको सिंहावलोकन। कम्पनी ऐन 2063 बमोजिम लेखा परीक्षकबाट परीक्षण गरेका वित्तीय विवरणहरू यहाँलाई उपलब्ध गराइएको वार्षिक प्रतिवेदनमा खुलाइएको नै छ। संक्षिप्त रूपमा म यहाँ राख्न चाहन्छु। जम्मा आयो 1,19,74,88,000। जम्मा खर्च 46,44,86,000। आयकर 15,64,69,000। नाफा 67,65,32,000। प्रति शेयर आम्दानी 7.7 रुपियाँ। चिलिमे जलविद्युत प्लान्ट सञ्चालन खर्च विगतको भन्दा 3.78%ले न्यून भएको छ। कर्मचारी खर्च 10.93%ले कमी भएको छ। कर्पोरेट कार्यालय सञ्चालन खर्च 21.72%ले वृद्धि भएको छ। चेस्कोबाट प्राप्त नगद लाभांशका कारण अन्य आम्दानी 4.062 गुणा वृद्धि भएको छ। विद्युत बिक्रीको विवरण। अब 81-82 16,79,82,000 उत्पादन गर्ने लक्ष्य रहेकोमा करिब 14,67,97,000 युनिट ऊर्जा नेविप्राको ग्रिडमा आपूर्ति गर्न कम्पनी सफल भएको छ। समीक्षा अबको वैशाख र जेठ महिनामा हाइड्रोलोजीका कारण
र असार महिनामा नदीमा आएका बाढीका कारण प्लान्टमा सामान्य क्षति हुँदा कन्ट्र्याक्ट एनर्जी भन्दा 40,50,000 युनिटले कम उत्पादन भएको थियो। यद्यपि अन्य महिनाहरूमा भने कन्ट्र्याक्ट एनर्जी भन्दा बढी नै उत्पादन भएको र सोही अनुसार नेइब्राको ग्रिडमा आपूर्ति गरिएका कारण अधिक एनर्जी बापत 1,80,12,000 युनिट बिक्री गरी कम्पनीले रु 7,34,99,000 थप आय आर्जन गर्न सफल भएको छ। लाभांश तथा नाफा विनियोजन नीति कम्पनी ऐन 2063 तथा कम्पनीको लाभांश वितरण नीति अनुसार सञ्चालक समितिले आर्थिक वर्ष 81-82 को खुद नाफाबाट शेयर धनीलाई 12%, नगद 4% र बोनस 8% लाभांश वितरण गर्ने प्रस्ताव यस साधारण सभा समक्ष प्रस्तुत भएको छ। भावी योजनामा कम्पनीले आगामी दिनमा निम्न रणनीतिक लक्ष्यहरू निर्धारण गरेको छ। कम्पनीले बझाङ जिल्लामा 87 मेगावाट क्षमताको हाइड्रो पावर प्रोजेक्ट सेती नदी 3 पहिचान गरी अध्ययन कार्य समेत सम्पन्न गरी निर्माणको चरणमा पुर्याइएको छ। गोर्खा जिल्लामा पहिचान गरिएको बुढीगण्डकी प्रोक जलविद्युत आयोजना 81 मेगावाट र चुम्चेत स्यारखोला जलविद्युत आयोजना 45 मेगावाटको अध्ययन कार्य सम्पन्न गरिसकिएको छ। PPA को प्रतीक्षारत छौँ। गोर्खा जिल्लामा पहिचान गरेको अर्को बुढीगण्डकी जलविद्युत आयोजना 93 मेगावाटको भने अध्ययनका कामहरू प्रक्रियामा रहेका छन्। सेती नदी 3 जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्नका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको नाउँमा जारी भएका 2 वटा अनुमति पत्र अनुसार 400 KB को ट्रान्समिसन लाइन निर्माणका लागि ग्रिड कम्पनीसँग SPV गठन गरी अगाडि बढाउने तयारी भएको छ। जसअनुसार हालसालै मात्र 12.5% लगानीको प्रतिबद्धता जनाइएको छ। SPV ले बझाङ जिल्लाको कैलाश सबस्टेसनबाट डोटी जिल्लाको शिखर नगरपालिकाको बनलेकसम्म 60 किलोमिटर र बनलेकको सबस्टेसनबाट कैलालीको दोधारासम्मको 50 किलोमिटर समेत जम्मा 145 किलोमिटर निर्माण हुनेछ। त्यस्तै गरी कम्पनीले लगानीका अन्य अवसरहरूको खोजी कार्य जारी राखेको छ। अन्य कार्यहरू अन्तर्गत प्रविधिमा आधुनिकीकरण, जोखिम व्यवस्थापन प्रणाली सुदृढीकरण, वातावरण तथा सामाजिक उत्तरदायित्व कार्यक्रम विस्तारलाई सधैँ प्राथमिकता राखिएको छ। सबै पहलहरूले कम्पनीलाई राष्ट्रिय ऊर्जा सुरक्षामा अझ सबल साझेदार बनाउने विश्वास लिएको छ। चिलिमे टावर निर्माण भइसकेको छ। कम्पनीको कार्यालय प्रयोजनका लागि 6औं तल्ला प्रयोग गरिएको छ भने बाँकी तल्लाहरू भाडामा दिने योजना रहेको छ। कम्पनीमा 3 जना सञ्चालक सदस्यहरू रहेको एक लेखा परीक्षण समिति रहेको छ। 81-82 आवामा लेखा परीक्षण समितिको 18 पटक बैठक सम्पन्न भएको थियो। बैठकमा उपस्थित हुने सबै सहभागीलाई प्रति बैठक भत्ता बापत रु 4,000 दिने गरिएको छ। सञ्चालक तथा उच्च पदस्थ पदाधिकारीको पारिश्रमिक सञ्चालक समितिको बैठकमा सहभागी हुँदा प्रति बैठक जनै 9,000, सञ्चार तथा यातायात सुविधा बाबत मासिक रु 10,000 तथा दैनिक भ्रमण भत्ता स्वदेशमा भए दैनिक 2500 र विदेश जाँदा अमेरिकी डलर 225 देखि 279.5 सम्म रहेको छ। सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण कम्पनी सुशासन प्रबन्धनका लागि आन्तरिक लेखा परीक्षण प्रणाली, जोखिम पहिचान तथा न्यूनीकरण नीति, पारदर्शी खरिद तथा ठेक्का प्रक्रिया, सूचना प्रष्टीकरण र सरोकारवाला संवाद जस्ता कुराहरूले कम्पनीप्रति लगानीकर्ताका विश्वास थप सुदृढ गर्ने विश्वास गरेको छ। कम्पनीले ISO 9001:2015, ISO 14001:2015 लागू गरी यसको नियमित रूपमा आन्तरिक तथा बाह्य लेखा परीक्षण पनि गराउँदै आएको छ। कम्पनीले आफ्नो व्यावसायिक दायित्वसँगै सामाजिक उत्तरदायित्वलाई उत्तिकै महत्त्व दिँदै आएको छ, जस अन्तर्गत स्थानीय समुदाय विकास, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोग, वातावरण संरक्षणका कार्यक्रम, रोजगारी तथा सिप विकास रहेका छन्। यसबापत कम्पनीले उक्त आवामा रु 1,40,00,000 बराबर खर्च गरेको छ। विगत वर्षमा शेयरधनी महानुभावले उठाउनुभएका विषयहरू विगत वर्षहरूमा शेयरधनी महानुभावले दिनुभएको सुझाव उप कम्पनीको धारणा निम्नानुसार रहेको छ। विगतको वार्षिक साधारणसभामा जम्मा 4 जना शेयरधनी महानुभावले आफ्नो सुझाव राख्नुभएको थियो। जसअनुसार सञ्चालक सङ्ख्या घटाउनुपर्ने, हकप्रद शेयर जारी हुने वा नहुने, वितरण हुन नसकेको डिभिडेन्डको विवरण, प्रसारण लाइनलाई द्रुत गतिमा सम्पन्न गरी विद्युत आपूर्ति सुनिश्चित बनाउनु पर्ने जस्ता विचारहरू प्राप्त भएका थिए। यस सम्बन्धमा प्रसारण लाइनको समस्या समाधान भइसकेको छ। नगद लाभांशको वर्षगत विवरण लेखा परीक्षण भएका वित्तीय विवरणको भागमा खुलाइएको नै छ। शेयर रजिस्ट्रार श्री सिद्धार्थ क्यापिटलले विस्तृत विवरणको राखेको हुँदा त्यहाँ गएर यथार्थ अवस्था बुझी बाँकी रहेको डिभिडेन्ड तुरन्त सुनिश्चित गर्न म शेयरधनी महानुभावलाई अनुरोध गर्छु।
मानव संसाधन तथा व्यवस्थापनमा कुनै पनि संस्थाको सफलताको पछाडि दक्ष जनशक्तिको महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने तथ्यलाई आत्मसात गर्दै जनशक्ति व्यवस्थापन गरिएको छ। हामीसँग सबै प्रकारका गरी 99 जना कर्मचारी कार्यरत रहेका छन्। सञ्चालक समिति कम्पनीको प्रबन्ध पत्रमा भएको व्यवस्था बमोजिम कम्पनीमा 2 जना स्वतन्त्र सञ्चालक सहित 11 जना सञ्चालक रहने व्यवस्था रहेको छ। अन्य विवरण विस्तृत विवरणमा प्रतिवेदनमा खुलाइएको छ। चिलिमे जलविद्युत केन्द्र समग्रमा चिलिमे पावर हाउस 20 वर्षभन्दा बढीको सुनिश्चित भविष्यकालीन उत्पादन बोकेको एक सशक्त ऊर्जा संरचना हो। यो केवल राष्ट्रिय ग्रिडलाई दीर्घकालीन विद्युत शक्ति प्रदान गर्ने माध्यम मात्र नभई अरू सेयर दिने उपभोक्ता साथै स्थानीय समुदायका लागि स्थायित्वको भरोसा बनेको भन्ने हाम्रो बुझाइरहेको छ। सहायक तथा सम्बद्ध कम्पनीहरूमा यस कम्पनीका सम्बद्ध कम्पनीको रूपमा स्थापित तथा सञ्चालित सबै कम्पनीहरूले एक चरणको मिसन पूरा गरिसकेको अवस्था छ। 4वटै जलविद्युत आयोजनाहरू सञ्चालनमा आइसकेका छन्। विस्तृत विवरण वार्षिक प्रतिवेदनमा खुलाइएको छ। लेखा परीक्षण प्रतिवेदन उप सञ्चालक समितिको प्रतिक्रिया। यस कम्पनीका सहायक सम्बद्ध कम्पनीहरूको वित्तीय विवरणहरू एकीकृत कन्सोलिडेट गर्दा नेपाल वित्तीय प्रतिवेदन मापदण्ड नेपाल फाइनेन्सिङ रिपोर्ट स्ट्यान्डर्ड्स NFRS तथा सोले नसमेटेको हकमा अन्तर्राष्ट्रिय वित्तीय मापदण्ड इन्टरनेसनल फाइनेन्सिङ रिपोर्टिङ स्ट्यान्डर्ड्स INFRS ले निर्दिष्ट गरे बमोजिम गरिएको छ। परिपालन अधिकृतको प्रतिवेदन सम्बन्धमा परिपालन अधिकृतको प्रतिवेदन अनुसार कम्पनीको व्यावसायिक क्षमता तथा प्रतिष्ठामा आँच आउने किसिमको कैफियत नदेखिएको बेहोरा अनुरोध गर्दछु। जोखिम व्यवस्थापन सम्बन्धमा कम्पनी तथा सहायक सम्बद्ध कम्पनीहरूका आफ्नै जोखिमहरू रहेका छन् र समाधानका उपायहरू पनि पहिचान गरिएको छ। कम्पनीले समाधानका उपायहरूको भरपुर उपयोग गरेको बेहोरा यस सभा समक्ष राख्न चाहन्छु। समय सापेक्ष नयाँ प्रविधि तथा थप व्यवस्थापकीय सुधार मार्फत कम्पनीलाई आधुनिकीकरण गर्दै लगिनेछ। आभार तथा प्रतिबद्धता। कम्पनीको प्रत्येक सफल पाइला आदरणीय शेयरधनीका विश्वास, कर्मचारीको समर्पण, सरकार तथा नियामक निकायको मार्गदर्शन र स्थानीय समुदायको सहकार्यले सम्भव भएको विश्वास गरिएको छ। कम्पनीलाई हर पलमा साथ सहयोग गर्ने सम्पूर्ण शेयरधनी, सरकारी गैर सरकारी सङ्घ संस्थाहरू, सरोकारवालाहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। अतः चिलिमे जलविद्युत कम्पनी लिमिटेड आगामी दिनमा पनि पारदर्शिता, उत्तरदायित्व र दिगो विकासका मूल्य मान्यतामा अडिग रही राष्ट्रको ऊर्जा उज्यालोमा निरन्तर योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गर्दछु। कम्पनी ऐन 2063 को प्रावधान अनुसार यो वार्षिक प्रतिवेदन सञ्चालक समितिको बैठकबाट अनुमोदन गरी 29औं वार्षिक सभामा साधारण सभामा प्रस्तुत गरिएको हो। धन्यवाद। धन्यवाद अध्यक्षज्यूलाई। र अध्यक्षज्यूले यो वर्ष यो 29औं वार्षिक साधारण सभाको प्रतिवेदन अलिकति छुट्टै किसिमले प्रस्तुत गर्नुभएको छ, किनभने हामी धेरै खुसी पनि छौँ। हाम्रा सबै आयोजनाहरूमा बत्ती बलिसकेको छ। यहाँहरूले सधैँभरि आयोजनाको बत्ती बलेन भनेर भनिराख्नु भएको थियो र यसपालि त्यो भन्न नपर्ने अवस्था आएको छ र यसमा हामी सबैजना खुसी छौँ। र फेरि पनि अध्यक्षज्यूलाई धन्यवाद। र अब अध्यक्षज्यूले प्रस्तुत गर्नुभएको प्रतिवेदन र यहाँहरूको हातमा भएको वार्षिक प्रतिवेदनको विस्तृत विवरणमा यहाँहरूले जे देख्नु भएको छ र यो कम्पनीलाई अझ राम्रो बनाउनको लागि यहाँहरूले केही सुझावहरू दिनुभयो भने हामीलाई राम्रो हुने थियो र त्यसको लागि चाहिँ म यहाँ नाम टिपाउनु भएको छ केही शेयरधनी महानुभावहरूले। म नाम पढेर सुनाउने छु। एक नम्बरमा टिपाउनु भएको छ चन्द्रजङ बहादुर सिंह। सायद उहाँ हुन्छ, आउनुहोस्। उहाँ यहाँ आएर आफ्नो मन्तव्य छोटो गरी राखिदिनु होला। चन्द्रजङ बहादुर सिंह। 29औं वार्षिक साधारण सभामा उपस्थित हुनुभएका ड्यास र हलमा उपस्थित हुनुभएका सबै शेयरधनी महानुभावहरूलाई मेरो तर्फबाट हार्दिक स्वागत तथा अभिवादन। मेरो अब नाम भनिहाल्यो, मेरो घर बझाङ चन्द्रसिंह। अब चिलिमेको वार्षिक साधारण सभा भएको छ। मैले यसो हेरेँ, चिलिमेको अहिलेसम्मको इतिहास 874% बोनस सेयर दिएको रहेछ।
अनि 388 निकालेँ मैले। यो क्यास अलि बढी हुँदो रहेछ। यसो हेर्दाखेरि 1262% चिलिमेले लाभांश दिएको रहेछ। हेर्नुहोस् 17-18 वर्षको अवधिमा। अब यो श्रेय म यो यहाँनिरको पहिलो पुस्ताको इन्जिनियरहरूलाई दिन्छु। किन भन्दाखेरि उहाँहरूले मैले अलि गहिरिएर अध्ययन पनि गरेँ। अनि हाम्रो अहिलेको सिओ सर हुनुहुन्छ, मैले एउटा गर्दा अनलाइनतिर पनि पढेँ। चिलिमेमा रसुवागढी भ्रमण गर्न जानुभयो उहाँ क्षतिको। उहाँलाई चिलिमेको माया लागेर चिलिमे आउनुभयो, चिलिमे बस्नुभयो। उहाँले कता यता सरकारी कार्य ठ्याक्कै नाम बिर्से। उहाँले के गर्नु छ भन्दाखेरि त्यो त्यहाँको आयोजनाका सामानहरू ल्याएर खाट र टेबल प्रयोग गरेर त्यो आयोजना बन्यो। त्यो कारणले चाहिँ हाम्रो यो पर्सेन्ट दिन चिलिमे आयोजना सफल भयो होइन। यति गर्दै गर्दा अब यहाँ प्रश्न चिन्ह खडा हुँदैछ। चिलिमेका सहायक कम्पनीहरूले के गर्दैछ? अब आजसम्म त चिलिमेले दियो, हामी खुसी छौँ होइन। चिलिमेको पुँजी बढ्दैछ, सहायक कम्पनीहरूले विद्युत उत्पादन गर्यो, खुसी त छौँ। तर सेयर धनी लाभांश कति दिन्छ त सहायक कम्पनीहरू मार्फत आएको पैसाले चिलिमेले अब दिन सक्छ? हामीले त अझ युनिलिभर बन्छ भन्ने अपेक्षा गरेका थियौँ। त्यो बन्ने छाँटकाँट देखिँदैन। हेर्नुहोस्, म छोटो एउटा चुट्किला के भने, एउटा सम्पन्न मान्छे रहेछ। त्यो सम्पन्न मान्छेसँग अरबौँ खरबौँ 15 पुस्तालाई पुग्ने पुँजी रहेछ। अनि ऊ हेराउन गएछ, गुरुबा मलाई यो 15 मैले आजदेखि कामै नगर्दाखेरि पनि 15 वर्ष पुग्ने मलाई पुँजी छ, 15 पुस्तालाई पुग्ने मेरो पुँजी छ। अब अहिले म 15 पुस्तालाई मैले कामै नगरे पनि कति पुस्तालाई पुँजी पुग्छ भन्दाखेरि 30 पुस्तालाई सम्पत्ति पुग्छ भनेछ। अनि त्यो धनी मान्छे धुरु रुएछ। हेर्नुहोस् है, किन रुयो भन्दाखेरि 30 पुस्तालाई पुग्ने त छ, मैले 31औँ पुस्ताले के खाला भनेर रुएछ। हेर्नुहोस् है। अब त्यसैले सहायक कम्पनीहरूको स्थिति हेर्दाखेरि यो सञ्चालक समिति यहाँनिरका दोस्रो पुस्ताका कम्पनी हाँक्ने प्रमुखहरूले अलिकति ध्यान दिनुपर्ने अवस्था छ। किन भन्दाखेरि मैले यता भोटेको तामाकोसीलाई पनि जोडेँ। हामी चिलिमेका सहायक कम्पनी र यहाँनिरका सहायक कम्पनीहरूको कहिले पनि लाभांश नखाने स्थिति भयो चिलिमे बाहेक। अस्ति कहाँ आयोजनाको एउटा आयोग पनि बनेको थियो यहाँनिरका सहायक कम्पनीहरूको छानबिन समिति के गर्ने भनेर। त्यसो भएर अब कुर्सीलाई भए पनि सुनाउनु पर्यो होइन। यहाँनिरको साथीहरू त हुनुहुन्छ, तर नागरिक हुन्न, सेयर धनीहरू कमै हुनुहुन्छ। त्यसले गर्दाखेरि एकदम ठन्डा दिमागले सोचेर सान्जेन रसुवागढी चिलिमेका सञ्चालकहरूले सबै हाँकिराख्नु भएको छ। उहाँहरू अलिकति गैर जिम्मेवारी तलब भत्ता बैठक भत्ताप्रति आकर्षित हुनुभयो कि भन्ने हो। यत्रो समय हेर्दाखेरि प्राइभेट कम्पनीहरूले लाभांश भटाभट दिइरहेका छन्, 20% 25% सुशासन भएका है। फेरि सरकारी कम्पनीले चिलिमे बाहेक एउटाले पनि नदिने भनिसकेपछि अलिकति ठन्डा दिमागले सञ्चालक साथीहरूले सोध्नुपर्ने अवस्था देखिएको छ। र अलि चित्त नदुखाउला सञ्चालक, अब कम्पनी हाँक्ने सिओ सरहरू साथीहरू। अर्को कुरो, म अब तपाईँहरूलाई मेरो जिल्लामा 87 मेगावाटको आयोजना बन्दैछ। देवानदेखिका सबै साथीहरूलाई म चिन्छु र यो आयोजना चाँडो बन्नुपर्छ भन्ने हिसाबले हामीले म देवानदेखि सहयोग गरेर आएको छु। र त्यो आयोजना सायद सिओ को जानुभएको थियो, सायद होलीको दिनमा उहाँहरू सिडिओ कार्यालय र स्थानीयसँग कुरो भयो र उहाँहरू दिउँसै कुरो नमिले फर्केर काठमाडौँ आउनुभयो। मेरो अगुवाईमा 1 हप्ताभित्र मैले चिया पनि नखाएर, सबै यहाँ जाने सरहरूलाई थाहा, 1 हप्ताभित्र उहाँहरूलाई बजाङमा बोलाएर जग्गा अधिग्रहण गर्ने वातावरण बनायौँ। त्यो बनिसकेपछि त्यहाँका स्थानीयले रोजगारी पाउँछ, यहाँको आर्थिक चलायमान हुन्छ भन्ने हामीले त्यसरी सोचेर चाहिँ उहाँहरू बजाङमा जानुभयो र निस्वार्थ ढङ्गले पूर्वको जसरी केही लफेडा बिना
सहज ढङ्गले 1 हप्ताभित्र जग्गा अधिग्रहण गर्ने वातावरण बनायौँ। र पछिल्लो चरणमा यसो हेर्छु, कम्पनीको अब कार्यालय पनि छ, भाडा पनि तिरिराख्नु भएको छ, तर काम अगाडि बढ्न सकिरहेको छैन। पिपिएका बारेमा हामी पनि हिँडिरहेका छौँ। सरहरूलाई मैले एकचोटि त हाम्रो सरहरूलाई पछिल्लो चरण पुनर्बहाली हुनुभन्दा अगाडि पनि भेट्यौँ 2 चोटि। उहाँले कुरो भन्नुभयो, मैले अलिकति आन्तरिक कुरा गरेँ, अनि हाम्रो परिवारभित्रै नछिर्नुहोस् भन्नुभयो। हामी पनि सेयर धनी पनि त परिवार हो नि, होइन? सेयर धनी, कर्मचारी, त्यसपछि बोर्ड मेम्बर सबै सदस्य हो। त्यसले गर्दाखेरि तपाईँहरूले त्यो आयोजनालाई अगाडि लिनुहुन्छ भन्ने मैले अपेक्षा गरेको छु। ग्रिड कम्पनी पनि सायद अहिलेको एचआइडिएलको सिओ र मेरो पहल कदमीमा चाहिँ त्यो मोडेल छ, त्यो हामीले पहल नगरेको होइन हुँदैन थियो। हेर्नुहोस्, जीवस मण्डल भन्ने सहसचिव ग्रिड कम्पनीको सदस्य, परराष्ट्रबाट इन्डियाको एक्जिम बैङ्कले चाहिँ पैसा दिँदैन भनेर लेटर आएर मन्त्रालयमा थन्किएको छ। जीवस मण्डल सरलाई फोन गरेँ, सर तपाईँ त त्यहाँको सदस्य हो, के हो भने त्यो त इन्डियाको एक्जिम बैङ्कले बनाउने भनिसकेको छ, निर्णय भइसक्यो। हेर्नुहोस् है, हाम्रो संयन्त्र, राज्य संयन्त्र, हामी जिम्मेवार जो जहाँ जहाँ ठाउँ कसरी जर्जर अवस्थामा छ। अनि ग्रिड कम्पनीमा गयो, अनि पहिला गेवाली हुनुहुन्थ्यो, त्यसपछि सागर सर आउनुभयो, गेवालीसँग कुरा गऱ्यौँ। उहाँहरू पनि यो हाम्रो लड होइन, यो पछाडिका आयोजना हुन्, हाम्रो आयोजना चाहिँ बन्छ, हाम्रो पैसा आउँछ भनेर ढुक्क हुनुहुन्छ। पछि मैले त्यो मन्त्रालयको लेटर लिएर यो है सर अवस्था भनिसकेपछि छाँगाबाट खसे जस्तै भन्नु, बर्बाद भयो, अब त हाम्रो आयोजना नबन्ने भयो कि के भयो। भनिसकेपछि यो मोडेलमा जानुपर्छ, देशमा पैसा छ, बैङ्कमा पैसा छ, नागरिकसँग पैसा छ, किन नगर्ने भन्नुभएपछि पछि पहिला चेस्कोको सिओ ब्रजेश विक्रम थापाको पहलमा 2-4 जना स्थानीय जनप्रतिनिधिहरू बोलाएर त्यसरी सम्पन्न भइसकेपछि त्यो ग्रिड कम्पनी सुनिश्चित भएको हो। र अर्को मेरो अब तपाईँहरूलाई एउटा विनम्र अनुरोध, बजाङमा बन्ने आयोजनामा यहाँनिरको सिओ हामी स्वीकार्य छैन। हेर्नुहोस् है, अब नयाँ त्यो मोडेल फेल भइसक्यो। सान्जेन रसुवा अगाडि एउटासम्म दिनु, त्यसपछि सहायक कम्पनीहरूमा उत्पादन गर्नुहोस् न। तपाईँको चिलीमै यत्रो वर्ष भइसक्यो, यस्तो रेपुटेड कम्पनी भइसक्यो, एउटा सहायक कम्पनीमा तपाईँहरू चाहिँ सिओ उत्पादन गर्न सक्नुहुन्न भने अनि तपाईँहरूलाई अब हामीले जीवनभरि पूजाआजा गरेर त बस्न सकिँदैन। हेर्नु, अस्तिको जेनजी आन्दोलन पनि त्यसको चरम रूप हो देशभित्रको। त्यसैले चिलिमेलाई सुशासन गर्नको लागि, सुशासित ढङ्गले लाभांश दिनको लागि सहायक कम्पनी मैले पनि भने, अघि पनि भने, बजाङको आयोजनालाई एकदम हामीले के गर्नुपर्छ, नागरिकको तर्फबाट हामी गर्छौँ र तपाईँहरूले तत्काल त्यहाँ गएर त्यो आयोजना तत्काल सुरु गरिदिनु पर्यो। नभए तपाईँको कार्यालयमा धर्ना पनि दिन्छौँ र स्थानीयको तर्फबाट आयोजना सम्पन्न भएर होइन कि आजैको डेवान काम भएदेखि एकजना विज्ञ मान्छे सदस्य स्थानीयबाट राख्नुहोस्, किनभने उसले अलिकति पहल कदमी गर्छ, ऊ पनि त्यहाँको स्थानीय हो। त्यस कारणले गर्दाखेरि म तपाईँहरूलाई यही सुझाव सल्लाह दिन चाहेँ र म तपाईँहरूबाट बिदा हुन चाहन्छु। धन्यवाद। धन्यवाद चन्द्रजी। र त्यसपछि हाम्रो अर्को सेयरधनी महानुभाव हुनुहुन्छ अमिर दास रञ्जित ज्यूलाई चाहिँ नि म यहाँ आएर छोटो मन्तव्य राख्दिन अनुरोध गरेँ। यस सभाका सभापति गर्नुभएका अध्यक्ष महोदय, सञ्चालकज्यूहरू, वरिष्ठ पदाधिकारीज्यूहरू र मेरा सेयरधनी मित्रहरू, म अमिर दास रञ्जितको अभिवादन। सर्वप्रथम त जुन एउटा हामीले इन्ट्रेस्ट हुने, मेन हाम्रो लगानीकर्ताको इन्ट्रेस्ट भनेको पोर्टफोलियो हो। यसमा तपाईँहरूले 8% बोनस सेयर, 4% नगद लाभांश जुन प्रस्ताव ल्याउनु त्यसको लागि धन्यवाद दिनै पर्छ। तर हाम्रो चाहिँ अहिले आएर अब हाम्रो रिटर्न चाहिँ डिक्रिजिङ ट्रेन्डमा मैले हेरिरहेको छु। पक्कै पनि बोनस सेयर दिएपछि इपिएस अलिकति घटेको अवस्थामा भइरहेछ। तर हाम्रो जुन नयाँ योजनाहरू हामीले पहिलेदेखि भन्ने थियौँ, कहिले सिधिएला भन्ने थिएँ, यस हामीले पट्याउन हेर्दाखेरि सिधिएको अवस्था छ, त्यो राम्रो पक्ष हो। अब मैले सरस्वती हेर्दाखेरि जुन हामीले आफ्नो विद्युत उत्पादन र हाम्रो पोर्टफोलियोहरू एउटा म्याच्योर भएर नबन्ने स्थितिमा जुन हाम्रो अहिलेको चिलीमा बसिरहेको छ, पक्कै पनि अब जुन योजना पुरा भएको छ
हामीले पहिलेदेखि गराएको थियौँ। हामीले योजना त बनायौँ, तर 3-4 वर्षमा बन्ने भन्ने योजना 8-10 वर्षमा बन्ने, जुन एउटा कोस्ट पनि बढ्ने, जुन एउटाले गर्दाखेरि हामीलाई अझ समस्या परिरहेको अवस्था देखिन्छ। त्यसैले यस्ता योजनाहरू जुन अवस्थामा आएको छ, अब त्यस्ता योजनाले प्रफिट कहिलेसम्म दिएला र हामीले अब आफ्ना सेयरधनलाई गर्वको साथ, जुन हामीले सुरुमा हामी चिलिमीको सेयरधनी यो पुस्तकको लागि हो, अरू जस्तो जसरो अरू जस्तो कम्पनी जलविद्युत कम्पनीको जस्तो होइन भन्ने किसिमको जुन एउटा गर्वको साथ भन्थे, अहिले त्यो अलिकति गर्व गर्ने ठाउँ रहेनछ। चिलिमी त म्याचुर भइसक्यो, अब यसले यो 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 बढ्ने स्थितिमा छैन भन्ने किसिमको जुन एउटा बजारमा यो चिलिमी भनेको बुढो भइसक्यो अब भन्ने किसिमको जुन एउटा बजारमा अलि हेर्ने नकारात्मक किसिमको, नकारात्मक नभनौँ, यसलाई नजर नदिने किसिमको भएको छ। अब सायद अब अर्को आर्थिक वर्षदेखि जुन एउटा हामीले यो साल उत्पादन सुरु भएका सानजेन भयो, अब रसगतले भर्खर उत्पादन गरेछ, हाम्रो मध्य भरेपछि यस्ताले गर्दाखेरि अब हाम्रो जुन एउटा नकारात्मक सोच भनौँ वा त्यो भनौँ, त्यसलाई कसरी पोजिटिभ सोचमा ल्याउनु त? यो बजारले यसलाई पट्याएन चिलिमीलाई। अहिले तपाईँले हेर्नुहोस्, सेकेन्डरी बजारले चिलिमीलाई पट्याएन। अब त्यसलाई पट्याउने वातावरण, यो बजारले पट्याउने वातावरण कसरी बनाउनु त? हामीले यो चिलिमीको लगानीमा जुन एउटा पुस्तकको लगानी भनेर हामीले ठुलो लगानी गऱ्यौँ, तर जुन लगानी गरे अनुसार हामीले पाउनु पर्ने प्रतिफल सेकेन्डरी बजारबाट किन्नेहरूले सायद त्यो प्राप्त गर्न सकेन। त्यसैले आगामी साल एउटा मेसेज पनि गएन, यसले अब चाँडै राम्रो हुनेछ भन्ने किसिमको मेसेज पनि गएन। भनिन्छ बोल्नेको पिठो पनि बिग्छ, नबोल्ने के बोल्यो भने हामीले के बोलेन कि जस्तो लाग्यो। हामीले के गर्ने? अब हेर्नुहोस् त, यो बुक भ्यालु 50, 60, 70 जाने, उत्पादनै कहाँ छ कस्तो छ भनेर उनीहरूले एउटा मार्केटमा एउटा मेसेज बनाउँछ, हामी राम्रो छौँ है, हामी राम्रो छौँ। अब हाम्रो अर्को साल त के हुन्छ भन्ने किसिम छ, तर हामी के हुनेवाला चाहिँ हामी चुप लाएर बसिरहेका छौँ। त्यसैले अहिले नयाँ हाम्रो चेयरम्यान आउनुभएको छ, सायद हामी सेयरधनले उहाँ आउनुभएको कार्यकालमा स्वर्णिम युग भयो है। अब चाहिँ सेयरधनले धेरै राम्रो हामीले पायो भन्ने किसिमको जुन एउटा वातावरण बनाउनु पर्ने हो, त्यो वातावरण बनाउन म निवेदन गर्न चाहन्छु। अब धेरै कुरा त यसमा प्रश्नै छ, धेरै कुरा आइसकेको पनि छ। हामीले भन्ने आएको थियौँ चिलिमी टावरलाई ढिलो गर्नु भएन भन्ने थियौँ, त्यो बनेको छ, हामीलाई खुसी लागेको छ, हामीलाई गर्व पनि लागेको छ। तर हामीले अस्ति पहिला पनि भनेको थियौँ चिलिमीको टावर बनिएपछि एकचोटि जम्मै रेन्टमा दिनु अगाडि कहीँ हामी यही जम्मै एउटा त्यहाँ गर्ने हो कि भन्ने कुरा पनि राखेको थियौँ, जम्मै दिएपछि। तर आज पनि यसो होइन, केही तल्ला त बाँकी रहेछ, तल्ला बाँकी रहेछ, खुला हुन्छ। सायद आज हेर्नुहोस् त सेयरधनी कति नै छ र, त्यहाँ गएको भए एउटा खुसी हुन्थ्यो हामीलाई, आफ्नो कम्पनीको बिल्डिङमा हामी सानो सफा गरौँ भनेर गर्व। अब सायद अर्को साल रेन्टमा जम्मै गएपछि त गर्न सकिँदैन होला, त्यो गरेको भए अलि हामीलाई गर्व गर्ने ठाउँ हुन्थ्यो। अब भावी योजनाहरू पनि मैले हेरेँ, जम्मै राम्रो छ, पहिलेदेखि राम्रै थियो। त्यही हाम्रो समस्या भनेको टाइममा परियोजना पुरा नहुने, त्यसपछि कस्ट बढ्ने, त्यसपछि आम्दानी त्यहाँबाट आम्दानी घट्ने, त्यो अवस्था भइरहेको छ। अब हामीले भनेका 2-3टा कुराहरू हाम्रो अध्यक्षले पनि भन्नुभयो, बोर्ड ठुलो भयो भन्ने सम्बन्धी ठुलै छ, यसपालि पनि त्यही कुरा आयो। तर के भयो त तपाईँहरूले के विषयमा के कुरा गर्नुभएछ बोर्डमा? अगपुरको कुरा आएछ। अब हाम्रो कम्पनी ठुलो भएछ भनेको 8-10 वर्ष भइसक्यो। अब हामीले हाम्रो पुँजी यतिले हुँदैन, हाम्रो पुँजी त यत्रो चाहिन्छ, हामी बोनस सेयर हरेक साल दिन्छौँ, राइट सेयर ल्याउँछौँ भनेको त 8-10 वर्ष भइसक्यो। खोइ त अब के हो कसो हो? हामीले ठुलो योजना, अर्को ठुलो योजना नभेटेको हो कि यहाँ हामीले हेर्दाखेरि त ठुलो योजना धेरै भेटिएको छ। अब हामी मेन हाम्रो इस्यु भनेको हामीले भावी योजनामा गर्ने योजनालाई समयमा कसरी सकाउनु त? हामीले प्रपोज गरेको, हामीले लक्ष्य गरेको समयभित्र लक्ष्य गरेको हाम्रो कोस्टमा कसरी गर्ने
त्यो मेन इम्पोर्टेन्टका साथ अगाडि जानुपर्ने देखिन्छ। त्यसपछि मात्रै केही हुन्छ जस्तो मलाई लाग्दछ। अब हाम्रो नयाँ चेयरम्यान आउनुभएछ, शिवजी हुनुहुन्छ, बोर्डमा डाइरेक्टरहरू एकदम हाम्रो एनर्जेटिकहरू जम्मै सायद नेपाल विद्युत प्राधिकरणबाट एफिसियन्टली र सक्षमै हुनुहुन्छ। तर एउटा के छ भने कहीँ हाम्रो बोर्ड ठुलो भएर काम गर्ने वातावरण चाहिँ विकास नभएको हो कि बोर्ड मिटिङ बस्ने जम्मै बस्ने वातावरण चाहिँ तयार हुनु पर्यो। मिटिङमा भने मिटिङमा केही गरौँ भन्ने किसिमको वातावरण तयार गर्नु पर्यो। नयाँ मैले चेयरम्यान दिइरहेको छु। अब उहाँको डिरेक्सनमा चाहिँ के हुनु पर्यो भन्ने कुरा राख्दै यस चिलिमे जलविद्युत कम्पनीको अर्को वर्ष 3 दशक पुग्नेछौँ। त्यसमा चाहिँ अब केही हामीले हाम्रा सेयरहरूलाई गर्व गर्ने साथ केही गर्न सकिन्छ कि त्यसमा ध्यान दिन अनुरोध गरेँ। मेरो छोटो मन्तव्य छ। धन्यवाद। धन्यवाद शिरदेनी महानुभावज्यूहरू। यहाँहरूको जिज्ञासाहरूलाई पछि अध्यक्षज्यूले प्रश्न पार्नुहुनेछ। त्योभन्दा अगाडि अब हाम्रो अर्को शिरदेनी महानुभाव हुनुहुन्छ भक्तिप्रसाद उप्रेतीज्यू, उहाँलाई आफ्नो मन्तव्य राखिदिन मैले अनुरोध गरेँ। चिलिमे जलविद्युत कम्पनी लिमिटेडको यो 29औं वार्षिक साधारण सभाको अध्यक्षता गरिरहनु भएका अध्यक्ष तथा सञ्चालक समितिका अध्यक्षज्यू, सञ्चालकज्यूहरू, सञ्चालिकाज्यू, व्यवस्थापन समूहका सरहरू, शेयरधनी साथीहरू, अन्य सबै तहका कर्मचारी साथीहरू, सर्वप्रथम त यो 29औं वार्षिक साधारण सभाको सफलताको कामना गर्दै आफ्नो भनाइ अगाडि बढाउन चाहन्छु। हामी शेयरधनीहरूको सबभन्दा पहिलो र एकमात्र चासो भनेको प्रतिवेदनको वर्ष 81-82बाट चिलिमे जलविद्युत कम्पनीले हामीलाई कति लाभांश दियो भन्ने हो। यस वर्ष 12% लाभांश, 8% स्टक डिभिडेन्ड र 4% क्यास डिभिडेन्ड दिएको छ। र यो वर्षको कमाइले मात्रै 81-82 को कमाइले मात्रै अघि नै अध्यक्षज्यूले भन्नुभयो यस वर्षको कमाइ हाम्रो इपिएस 7 रुपियाँ 30 पैसा हो। यो वर्षको कमाइले मात्रै 12 रुपियाँ दिएको होइन। रिटेन अर्निङ चिलिमेले एकदम धेरै राखेको छ। रिटेन अर्निङ त धेरै पहिलादेखि 60-61 देखि नै रिटेन अर्निङ राख्दै सञ्चित मुनाफा भनौँ न, सञ्चित मुनाफा राख्दै 73-74 सम्म सञ्चित मुनाफा राखेको थियो र 74-75 देखि त्यो सञ्चित मुनाफा बसेको अलिअलि वर्षैपछि अलिअलि झिक्दै थप्दै दिँदै यसपल्ट 4 रुपियाँ 30 पैसा प्रति सेयर, 4 रुपियाँ 30 पैसा रिटेन अर्निङबाट दिएर 7 रुपियाँ 70 पैसा र 4 रुपियाँ 30 पैसा गरेर रिटेन अर्निङबाट 4 रुपियाँ 30 पैसा झिकेको। अघिल्लो वर्ष 3 रुपियाँ 50 पैसा झिकेको थियो। त्यसरी 12% लाभांश दिएकोमा बधाई छ कम्पनीलाई। हरेक वर्ष 60-61 सालदेखि चिलिमेले अहिलेसम्म नदिएको भन्ने कुनै छैन, कहिल्यै पनि छैन। अब सबभन्दा धेरै 70% सम्म लाभांश दिएको छ एकै वर्षमा। 70% लाभांश दिएर 32 रुपियाँ प्रति सेयर रिटेन अर्निङ राखेको छ त्यसै वर्ष। त्यो चाहिँ 67-68 सालमा। अब अहिले हामीहरूको चुक्ता पुँजी ठुलो भएको हुनाले हाम्रो इपिएस अर्निङ पर सेयर चाहिँ अलिक कम हुँदै गएपछि हामीले त्यही रिटेन अर्निङबाट निकाल्दै अलिअलि थप्दै दिएको छ हाम्रो कम्पनीले। चिलिमेको जति प्रशंसा गरे पनि कम हुन्छ। म अहिले अलिअलि हाइड्रो पावरको विषयमा बोल्न सक्छु, अलिअलि जान्दछु। त्यो बनाएकै चिलिमेले हो, यतिको बोल्न सक्ने बनाएकै चिलिमेले हो। चिलिमेमा मेरो भतिजो काम गरे हो, त्यहाँ 11औं तहको इन्जिनियरबाट सेवानिवृत्त हो। उसलाई मैले एक दुई सोधेँ, भाइ ए छोरा 1 मेगावाट बनाउन कति पैसा लाग्छ भनेको भन्नै सकेन। इन्जिनियर हो, 11औं तहको हाइड्रो इलेक्ट्रिकल इन्जिनियर हो, तर भन्न सकेन। चिलिमेले हामीलाई भन्न सिकायो। अहिले म नै भन्छु 21, 22, 23 मेगावाट। अब टोपोग्राफीमा 1-2 करोड फरक पर्छ, तर त्यति करोडमा 1 मेगावाट बन्छ भन्छु। त्यही अहिले हेर्दाखेरि त्यही बनिराखेको छ। त्यसकारण यति हामीलाई
हाइड्रोमा यतिको अलिअलि बोल्न जान्ने सोच्न जान्ने बनाएको पनि चिलिमेले हो। आफू 22.1 मेगावाटको मात्रै हो चिलिमे, तर 270 मेगावाटका 4वटा जलविद्युत आयोजनाहरू सम्पन्न गरेर बहुत कठिन समस्या आयो, विभिन्न प्राकृतिक प्रकोप पनि आयो, अलि विरोधको कुराहरू पनि भए, ज्यान गुमाउनु पर्यो। एउटा कम्पनी एउटा आयोजनामा त 7 जना मान्छे पनि ज्यान गुमाउनु पर्यो, 7 जना, 2 जना त इन्जिनियरै पर्यो भन्ने मैले सुने हो पहिरोमा। त्यस्तो अवस्थामा हुँदैन कि भनेर यिनीहरू सम्पन्न हुँदैन र अब चिलिमेले माया मार्छ कि आफ्नो एसोसिएट आयोजनाहरू भनेर हामीले सोचिराखेकोमा बनिसकेपछि अस्ति यहाँ सेयर गर्न मन लाग्यो। एनएमबी ब्याङ्क भन्ने एउटा ब्याङ्क छ, त्यहाँ सञ्चय कोष पनि संस्थापक सेयरधनी हो। सञ्चय कोष संस्थापक सेयरधनी भएको हुनाले त्यहाँको प्रतिनिधि आउनुभयो एनएमबी ब्याङ्कमा एजिएममा। म पनि त्यहाँ थिएँ, एकै ठाउँ बस्न पुग्यौँ। रामचन्द्र पोखरेल, उहाँसँग मैले 2-4 वटामा भेट्या हुनाले चिन्नुहुन्छ, म पनि चिन्छु, राम्रै बोल्नुहुन्छ एकदम। उहाँ त सिए हो, राम्रो बोल्नुहुन्छ। उहाँले के भन्नुभयो भने, अनि यसो बसेर भलाकोसारी पछि मैले सोधेँ, सर सान्जेनले पैसा पठाउन थाल्यो होइन अब भने? उहाँ त छक्क पर्नु, हो कसरी थाहा पाउनुभयो सान्जेनले पैसा पठाउन थाल्यो? हाम्रो कम्पनी हो नि सान्जेन, चिलिमेले प्रवर्धन गरेको कम्पनी हो नि। पोहोरदेखि उत्पादन भएको छ नि बिजुली भनेपछि 1.5 अरब लगभग पैसा पठाइसक्यो। अब यो पुष मसान्तको अस्ति हामीले पुष मसान्तमा पठाउनुपर्छ है किस्ता भन्दाखेरि उहाँले माघको पहिलो हप्ताभित्र 33 करोड पठाउँछौँ भन्नुभएको छ। यति राम्रो आयोजना उहाँहरूले बनाइसक्नुभयो। अब 4वटा आयोजना 3टा कम्पनी बनाइसक्नुभयो भनेर उहाँ त्यही शाखा हेर्ने कर्मचारी हो, उहाँ सिनियर कर्मचारी हो। उहाँले यति प्रशंसा गर्नुभयो कम्पनीहरूको, उहाँहरूलाई बधाई। त्यो उहाँ ऋण दिने साउजीहरूलाई त त्यति गर्व छ भने हामी त सेयरधनी हौँ, हामीलाई पनि बहुत गर्व लागेको छ। चिलिमेले यहाँ धुम्बाराईमा आफ्नो कर्पोरेट बिल्डिङ कहिले बनाउँछ, जग्गा लिएदेखि नै, त्योभन्दा पहिलादेखि नै जग्गा लिनु पर्यो भन्यौँ हामीले, एउटा आफ्नो कर्पोरेट हाउस बनाउनु पर्यो भन्यौँ। अहिले बनाएर भव्य बनाएको छ। अहिले अध्यक्ष हुन्छ, मलाई अलिकति छोट्याउनु भन्नुभयो, म अलि छोट्याउँछु। त्यो चिलिमे टावर बनाएर एकदम राम्रो काम गरेको छ। अर्को एउटा कुरो अघि हाम्रो सिंह सरले भन्नुभयो 1 नम्बर 2 नम्बरमा, ती 3टा कम्पनीहरू चिलिमेको सहायक कम्पनी होइन सर, होइन। सहायक कम्पनी त भन्नुहुन्न, चिलिमेको एउटा मात्र सहायक कम्पनी छ, चिलिमे इन्जिनियरिङ। उहाँ चिलिमेले प्रवर्धन गरेको, चिलिमेद्वारा प्रवर्धित कम्पनी भन्नुपर्छ, चिलिमेको सहायक कम्पनी हो भन्न हुँदैन। यो बेग्लै कम्पनी हो, चिलिमे बेग्लै कम्पनी हो, स्वतन्त्र कम्पनी हो। चिलिमे त्यो सान्जेन रसुवागढी र मध्य भोटेकोसी सहायक कम्पनी होइन, तिनीहरू स्वतन्त्र कम्पनी हुन्। मैले अहिलेसम्म चिलिमेको सफलताको कुरा भने, यो सबै सफलताको लागि सञ्चालक समिति, व्यवस्थापन र सबै तहका कर्मचारी साथीहरूलाई धन्यवाद छ, बधाई छ, शुभकामना पनि छ। यस्तै अहोरात्र खटेर काम गर्नुभयो भने चिलिमेको भविष्य अझ राम्रो छ, चिलिमेले अझ नयाँ उचाइ प्राप्त गर्नेछ र हामीले पनि राम्रो लाभांश प्राप्त गर्न सक्नेछौँ। अब म सुझाव खण्डमा प्रवेश गर्न चाहन्छु। मलाई अहिले हाम्रो कम्पनी सचिवज्यूले अध्यक्षज्यूको कम समय छ है, उप्रेतीजी भन्नुभएको हुनाले अध्यक्षज्यूलाई एउटा व्यक्तिगत अनुरोध छ। चिलिमेको अध्यक्षज्यू भएर होइन कि नेपाल विद्युत प्राधिकरणको एमडी सर हो उहाँलाई एउटा व्यक्तिगत अनुरोध, मैले अलि पछि भन्छु भनेको थिएँ, त्यसलाई पहिल्यै भन्छु। माथिल्लो सान्जेन जलविद्युत कम्पनी अन्तर्गत माथिल्लो सान्जेन र सान्जेन 2टा छ। माथिल्लो सान्जेन चाहिँ सानो हो, त्यो चाहिँ त्यो सान्जेन जलविद्युत कम्पनी ठुलो चाहिँ सान्जेनको प्रति वर्ष 3% का दरले 10 वर्षसम्म भनेको 10 पटक मूल्य वृद्धि दिने भनेर पिपिए भएको रहेछ। तर माथिल्लो सान्जेन सानो सान्जेन हो, सानो आयोजना हो, त्यसलाई चाहिँ
5 वर्षसम्म 3% हरेक वर्ष 3%ले 5 वर्षसम्म मात्रै मूल्य वृद्धि दिने, 5 पटक मूल्य वृद्धि दिने भनेर सम्झौता भएर छ। र कोइन्सिडेन्टली के भयो भने माथिल्लो सान्जेनले यो 4 वटा आयोजनामध्ये सबभन्दा पहिले बिजुली बाल्यो। एकदम विकट ठाउँमा थियो, बाटो करिब 10 किलोमिटर आफै बाटो खन्यो, वैकल्पिक ट्रान्समिसन लाइन आफै बनायो, 5-7 करोड त त्यसमा पनि खर्च भयो। त्यति राम्रो कम्पनीलाई चाहिँ 5 वटा मात्रै मूल्य वृद्धि दिँदाखेरि न्याय भएन जस्तो लाग्यो मलाई। त्यसैले त्यसलाई पनि 10% त एमडी सरले पारि नै दिनुहुन्छ माथिल्लो सान्जेनलाई, तल्लो सान्जेनलाई जतिकै जस्टिफाएबल मूल्य वृद्धि दिनुहुन्छ। सबभन्दा पहिला विद्युत उत्पादन गरेको र सानो भएको हुनाले रेवार्ड गरेर अर प्लस 2% पनि थपिदिनु भयो भने हामी आभारी हुनेछौँ। त्यो चाहिँ मैले एमडी सरलाई भनेको हो, चिलिमेको अध्यक्षज्यूलाई भने होइन। अब एउटा कानुनको कुरो भन्छु, म यहाँ कम्पनी ऐन नै लिएर आएको छु। कानुनको कुरो भन्छु, कम्पनी ऐन 2063 को परिच्छेद 6 को दफा 51 मा म जस्ताको तस्तै पढ्छु। समान उद्देश्य भएको एउटा कम्पनीमा काम गर्ने सञ्चालक अर्को पब्लिक कम्पनीमा सञ्चालक हुन नसक्ने प्रावधान छ। त्यसकारण चिलिमेका सञ्चालकज्यूहरू चिलिमेद्वारा प्रवर्धित 3टा कम्पनीमा सञ्चालक हुन सक्नुहुन्न, गैर कानुनी छ सर। म अघिल्लो वर्ष नै चिलिमेमा यो कुरो भन्छु भन्दै थिएँ, तर उहाँले सधैँ बोर्डको आदेशअनुसार उहाँले सधैँ यो अन्तिममा पुसको अन्तिम मितिमा, आज पनि अन्तिम हो, त्यस बेला बोलाएर एजिएम बोलाउनुहुन्छ र जुत्छ। आज पनि म अहिले यहाँ लुम्बिनी विकास ब्याङ्कमा बोलेँ, आफ्नो भनाइ प्रस्तुत गरेँ, आएँ। अर्को ठाउँमा जान सकिँदैन, म आउँदिनँ भनेर लेखेर दिएँ। म यो पोरै भन्छु भनेको पोरदेखिको थातिरहेको कुरो त्यो पढ्ता भन्नुहुन्छ भने म पढ्न तयार छु। परिच्छेद 6 कम्पनी ऐन 2063 को परिच्छेद 6 मा सञ्चालक समिति सम्बन्धी व्यवस्था छ। 51 पढ्छु सर, दफा 51। समान उद्देश्य भएको अर्को पब्लिक कम्पनीमा सञ्चालक हुन नपाइने भनिएको छ, नसक्ने भनिएको छ। कुनै कम्पनीको सञ्चालक पदमा बहाल रहेको कुनै व्यक्ति समान उद्देश्य भएको अर्को पब्लिक कम्पनीमा सञ्चालकको पदमा नियुक्ति हुन सक्ने छैन। त्यसकारण चिलिमेले आफ्ना सञ्चालक सान्जेनमा, रसुवागढीमा र मध्य भोटेकोसीमा जो पठाउनु भएको छ त्यो कानुन मिचेर पठाएको हो कि त्यो थाहा भएन भन्ने ठिक छ, थाहा भएन भने फिर्ता लिनु। उहाँहरूलाई फिर्ता लिएर उहाँको ठाउँमा चिलिमेले त आफ्नो प्रतिनिधि पठाउनुपर्छ नि। चिलिमेले म्यानेजरियल लेभलको, माथिल्लो लेभलको कर्मचारीहरूलाई प्रतिनिधिको रूपमा ती कम्पनीहरूमा पठाउन हुन्छ, तर त्यहाँको सञ्चालक यहाँ आउन पाइँदैन। यहाँको सञ्चालक सान्जेनको सञ्चालक रसुवागढीमा जान पनि पाइँदैन, रसुवागढीको सञ्चालक मध्य भोटेकोसीमा जान पनि पाइँदैन। त्यो गैर कानुनी हो। त्यसकारण यो छिटोभन्दा छिटो चिलिमेले आफ्ना सञ्चालकज्यूहरूलाई फिर्ता लिएर सिओ अन्तर्गतका म्यानेजरियल लेभलका कर्मचारीहरूलाई यी प्रवर्धित कम्पनीहरूमा पठाउनुपर्छ। यो भोलिको लागि पनि हो, अझै प्रवर्धन गर्दैछ चिलिमेले। अरू कम्पनीहरू पनि त्यहाँ पनि यही व्यवस्था हुन अनुरोध गर्दछु। अर्को मेरो छ सर, हामीले 4 वटा प्रवर्धन गरेका कम्पनीहरूले उत्पादन गरे, हामी खुसी छौँ। अब चिलिमे त 36-37% सेयरको मालिक हो ती 3टा कम्पनीमा। अब यही वर्षदेखि, यही भनेको 82-83 वर्षदेखि 6 महिना बितिसक्यो, यही वर्षदेखि जति नेट प्रफिट हुन्छ ती 3टा कम्पनीमा त्यसको 80% जति ऋण तिरौँ, ऋणको सामा र ब्याज तिरौँ। करिब 20% जति चाहिँ लाभांश, थोरै लाभांश। सुरुमा त ऋण तिर्ने नै बल गर्नु पर्यो, ऋण नै तिर्नु पर्यो। 20%बाट लाभांश 5% नै सही वा त्योभन्दा कम नै सही, तर सुरुदेखि नै यी कम्पनीहरूले लाभांश दिएका छन् भन्ने एउटा इतिहास बनाउनुपर्छ। त्यो चिलिमेको लागि पनि राम्रो फाइदाजनक छ। त्यो कुरो अलिकति झल्को त सिइओ साहबले पनि दिनुभएको छ यहाँ लेख्दाखेरि।
आउँदो वर्षदेखि पाउने अपेक्षा गर्दछौँ भन्नुभएको छ। खुसी लागेको छ। त्यो 80-20 पनि गर्न सकिन्छ या 75-25 पनि गर्न सकिन्छ। अर्को कुरा छ सर, भर्खरै राष्ट्र ब्याङ्कले 22 अरबको ऋण पत्र जारी गर्यो नेपाल सरकारको तर्फबाट। 22 अरब किन्नलाई 2 खरबको निवेदन पर्यो सर ब्याङ्कहरूको। भनेपछि ब्याङ्कमा पैसा यति थुप्रिएको छ, ऋण लिने उद्योगपति व्यापारी इन्टरप्रेनरहरूले ऋण लिनुभएको छैन, ब्याङ्कहरूको नाफा डेटेरियोरेटिङ भएको छ। त्यसैले अब उहाँहरूसँग ब्याङ्कहरूसँग यो त जोखिम बिनाको उत्पादन भइसक्यो, जोखिम बिनाको हो अबको लगानी। त्यसकारण अध्यक्षज्यू उता सञ्चय कोषको ऋण यता सार्न सकिन्छ कि ब्याङ्कहरूतिर? उहाँ अध्यक्षज्यूले के भन्नुभयो? ब्याङ्कतिर सार्न सकिन्छ कि भन्ने मेरो अनुरोध हो। किनभने 8% ब्याज कम्तीमा तिरिराखेका छौँ उता सञ्चय कोषलाई, यता नेगोसिएसन गरेर 6-7%मा पो लिन सकिन्छ कि? उनीहरूलाई जोखिम छैन, ब्याङ्कहरूलाई यसमा लगानी गर्न जोखिम छैन ऋण दिनलाई। अब उत्पादन भइसक्यो, पर्खनुपर्ने कुरो छैन। ऋण यता सार्नेतिर पहल गरियोस्, सार्न सकिन्छ कि? अब मेरो त्यो टिओपी र टिएपी हो, त्यो टिओपीतिर जानुपर्छ हाम्रो भन्ने एउटा। अब अर्को, चिलिमेले 20-22 वर्षपछि सरकारलाई सुम्पिनुपर्ने सित्तैमा आयोजना। त्यतिन्जेलमा सरकारले धान्न सक्दैन, सबै त्यो कसैले बाइब्याक गर्छ भने उसैलाई बेच्ने। चिलिमे जलविद्युत आयोजना बाइब्याक गर्छ भने बाइब्याक गर्न दिउँ भन्ने कानुन आउँछ, मलाई त त्यस्तो लाग्छ। सरकारी कर्मचारीले धान्न सक्दैन, त्यो उत्पादन धान्न सक्दैन। त्यसैले बाइब्याक गर्दा फाइदा हुन्छ कि नयाँ बनाउँदा फाइदा हुन्छ? अब 5-7 वर्षदेखि सोच्ने बेला आयो। अन्त्यमा अर्को वर्षदेखि, अब एकै लाइन छ, अर्को वर्षदेखि एजिएम कम्तीमा पनि मङ्सिरमा गरौँ, अडिटर बेलैमा आज नियुक्ति गरौँ, सम्झौता गरौँ माघमा, फागुनदेखि काम लगाएर अर्को वर्ष मङ्सिरमा एजिएम गरौँ। मेरो भनाइ यहीँ टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार। ल धन्यवाद भक्ति प्रसाद उप्रेतीज्यूलाई। र अब हामीसँग एकजना मात्रै वक्ता हुनुहुन्छ, शत्रुघ्न श्रेष्ठज्यू। उहाँलाई पनि आफ्नो छोटो 2-3 मिनटमै सकाउनु है। 45 मिनट टाइम लिनुभयो, अब म बढीमा 5 मिनट मात्रै लिन्छु। मेरो अन्त बोल्न जान्छु। म इन्भेस्टमेन्ट मेगा ब्याङ्कमा हाम्रो ज्योति प्रकाश पाण्डे सर कहाँ चाहिँ नम्बर 1 मा बोलेर आएको तपाईँको। अनि अब यो हाम्रो चिलिमे नामै चिलिमे, कामै चिलिमेको धेरै राम्रो प्रगति गर्दै आइरहेको छ। किनभने यो चिलिमे हाइड्रो पावरको स्थापना चाहिँ भन्यो भने विक्रम सम्वत 2060 साल भाद्र 8 गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको एउटा ऐतिहासिक गौरवमय आयोजना कम्पनी हो, जसको क्षमता 22.1 मेगावाट छ र यसले चाहिँ ऊर्जा आपूर्ति गर्दै स्थानीय स्तरदेखि देशको समग्र विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ। समग्रमा हेर्ने हो भने चिलिमे पावर हाउस 20 वर्षभन्दा बढीको सुनिश्चित भविष्यकालीन उत्पादन बोकेको एक सशक्त र उत्कृष्ट ऊर्जा कम्पनी हो। यो केवल राष्ट्रिय ग्रिडलाई दीर्घकालीन विद्युत शक्ति प्रदान गर्दै माध्यमबाट नभई शेयर धनी उपभोक्ता साथै स्थानीय समुदायका लागि स्वामित्वको भरोसा र आड र भरोसा बोक्दै आइरहेको उत्कृष्ट कम्पनी हो। चिलिमे जलविद्युत कम्पनीको सहायक कम्पनी 5वटा छ। अब यो लामो कुरा नगरौँ, चिलिमे इन्जिनियरिङ, सान्जेन, अब विभिन्न किसिमको 5वटा सहायक कम्पनी छ। अब छोटोमा बोलौँ, र हामीलाई चाहिँ यो तपाईँको अब यो चिलिमे यो कम्पनी राम्रो छ। यो कम्पनीले कति साल भने 2000 तपाईँको चाहिँ स्थापना कालमा हेर्नुहोस्, यहाँ 2067-68देखि 30% चाहिँ नगद, 40% चाहिँ बोनस दिएर सुरुवातमै 70% भन्दा डिभिडेन्ड राम्रो दिएको छ। तर आज आएर चाहिँ हामी चाहिँ 81-82मा हामी आएर खुद नाफामा हामी त्यो खुम्छौँ। खुद नाफा हेर्ने हो भने हामी चाहिँ अहिले चाहिँ थोरै छ हाम्रो खुद नाफा घटेको छ। यहाँ मैले टिपेको यो पढ्नु, यहाँ टिपेको थिएँ मैले। यहाँ खुद नाफा हामी चाहिँ त्यो अहिले 82 सालमा भन्दा पनि हामी त अहिले चाहिँ खुद नाफामा घट्यौँ। जस्तै 80-81मा हाम्रो खुद नाफा त्यो कति थियो भने
गत वर्ष 67,85,54,00,000 थियो। यसपालि चाहिँ 81-82मा 67,65,32,00,000मा सीमित हुनु पुगेको छ। त्यसले गर्दा हाम्रो चाहिँ डिभिडेन्ड चाहिँ 12%मा सीमित हुनु पुग्यो। 8% बोनस, 4% क्यास भएर। तर चाहिँ अब कहिलेकाहीँ सधैँ चाहिँ एउटै चाहिँ लेभल हुँदैन, कहिले तलमाथि हुन्छ, कहिले बढी हुन्छ, त्यो चाहिँ स्वाभाविकै हो। तर चाहिँ अर्को वर्ष हामीलाई चाहिँ तपाईँले चाहिँ कम्तीमा पनि 20% नघटाइकन यो चाहिँ चिलिमी जलविद्युत चाहिँ गुड रिटर्न दिनुहुनेछ भन्ने अपेक्षा राख्दै मेरो छोटो वक्तव्य। नमस्कार, धन्यवाद। धन्यवाद शेरदेनी महानुभावज्यूहरू, आफ्नो जिज्ञासाहरू, आफ्ना लागेका कुराहरू राखिदिनु भयो र सुझाव पनि दिनुभयो। यसको लागि धेरै धेरै धन्यवाद। र अब यहाँहरूले राखेको जिज्ञासालाई अलिकति प्रश्न पारिदिनुको लागि मैले अध्यक्षज्यूलाई विनम्र अनुरोध गरेको छु। उहाँको टाइम एकदमै कम छ, हुँदाहुँदै पनि उहाँले म गरिदिन्छु भन्नुभएको छ र उहाँले यहाँहरूले उठाएका जिज्ञासाहरूमा चाहिँ उहाँले आफ्नो प्रतिक्रिया दिनुहुनेछ। हस्, धन्यवाद। धन्यवाद। आदरणीय शेरधनी महानुभावहरू, यहाँहरूले राख्नुभएको जिज्ञासाहरू एकदम र त्यो जिज्ञासाकै क्रममा अघि मैले अध्यक्षको प्रतिवेदन दिने क्रममा नै केही प्रश्न पार्न खोजेको थिएँ, तर त्यो एउटा अलरेडी व्यवस्थापनको तर्फबाट तयार भइसकेको प्रतिवेदनलाई मैले जस्तो तरिकाले छ त्यही अनुसार प्रस्तुत गरेँ। र अहिले चाहिँ यो कार्यक्रममा धेरै अरू पनि सुन्ने मन थियो। चिलिमेसँग मेरो अब हुन त नेताहरूले भने जस्तो जेसमा पनि भावनात्मक सम्बन्ध भन्ने थेगो हुन्छ, तर हामी अब प्रतिनिधिको हिसाबले हाम्रो प्राधिकरण यो चिलिमे जलविद्युत आयोजना कम्पनी पनि भन्दैनौँ, आयोजना बनाउनमा सुरुदेखि कुनै न कुनै तवरले हामी लागिरहेका। एउटा पुस्ता 1-2 जना हामी यहाँ देख्छु, त्यो आयोजनाका चाहिँ त्यो पुस्ता भनौँ माधव कोइरालाजी र रामगोपाल सेवकोटीजी। हामी अब इलेक्ट्रोमेकानिकलमा उहाँहरू अलि सुरुदेखि स्थलमै लाग्नुभयो। म चाहिँ डिजाइनको फेजमा इन्भल्भ भएँ। त्रिशुली जलविद्युत केन्द्रको प्रमुख भएर त्रिशुलीमै बसेर चिलिमेको डिजाइन त्यहीँ बसेर हेर्ने, त्यहीँबाट एप्रुभ गर्ने र बेला बेलामा चिलिमे जाने गरेर बसेँ र चिलिमेकै अनि त्यहाँबाट त्यहाँको चाहिँ चना र चिउरा खाने गरी चाहिँ 58 सालमा पूर्ण त्यो इलेक्ट्रोमेकानिकल प्रमुखको जिम्मेवारी दियो र पछि 60 सालको सुरुवातबाट चाहिँ चिलिमेमै गएर बसेर काम गरेको। मतलब त्यसको एउटा भावनात्मक सम्बन्ध चाहिँ यो भाषा थेगो मात्र होइन, रियली छ। त्यस हिसाबले अब चिलिमेको अबको भविष्यहरूमा पनि कसरी जानुपर्छ भन्ने मेरो अलिकति आफ्नो सोच चाहिँ मैले अब सञ्चालक समिति मार्फत अगाडि कार्यान्वयनमा लैजानको लागि कोसिस गर्नेछु। सञ्चालक समितिमै मेरो प्रतिनिधित्व चाहिँ 71 सालमा भएको थियो, मलाई अहिले सम्झना आउँछ। 71 सालमा पहिलोपटक सञ्चालकको रूपमा म थिएँ। त्यति बेला सञ्चालकको अध्यक्ष, समितिको अध्यक्ष रामचन्द्र पाण्डे हुनुहुन्थ्यो र त्यति बेला सायद राजकीय प्रज्ञा प्रतिष्ठान हो, आर्मी क्लबमा हो। आर्मी क्लबमा चाहिँ भएको थियो एउटा सञ्चालक यो एजिएम साधारण सभा। त्यसपछि यो दोस्रो साधारण सभा म यहाँ उपस्थित भएको छु र शेरधनी महानुभावहरूको जुन कन्सर्न छ, अब यसको चाहिँ आम्दानी घट्दै गइरहेको छ र यसलाई कसरी अगाडि बढाउने, एक आम्दानी वास्तविक घटाउने घट्छ बढ्छ एकातिर छ भने पब्लिकमा त्यसको इमेज कसरी जान्छ, बोल्नेको पिठो बिक्ने नबोल्नेको चामल नबिक्ने भन्ने हिसाबले हामीभन्दा धेरै कम र कमजोर भएका कम्पनीहरूको पनि सेयर भ्यालु धेरै माथि छ। चिलिमे त अझै 22-23 वर्ष पिपिए छ, लाइसेन्स 23 वर्ष बाँकी छ र प्रति सेयर भ्यालु प्रति युनिट बिजुली बिक्री दर पनि उच्च रहेको, सम्पूर्ण ऋण तिरिसकेको, 3-4 वटा कम्पनीमा चाहिँ आयोजनाहरू बनाइसकेको,
त्यसबाट कमाउनलाई आम्दानी अब अर्को वर्षदेखि आम्दानी आउने निश्चित भइसकेको, त्यसमा लगानी डुब्ने हो कि भन्ने कुरा कुनै चिन्ता नभएको, ती प्रोजेक्टहरूले कमाउन थालिसकेको, तिनमा लगानी भएको पनि राम्रो र भरपर्दो तरिकाको आयोजनाहरू बनेको भर्खरैको बाढीहरूले पनि प्रमाणित गरिसकेको छ। रसुवागढीमा केही क्षति भए तापनि हामीले 2टा युनिट सञ्चालन गरिसक्यौँ छोटै अवधिमा, र त्यति ठुलो बाढीमा पनि त्यसले त्यति ठुलो क्षति भोग्नु परेन। ड्याममा मात्रै थोरै क्षति भयो, तर सब्सटेन्सियल क्षति भएन। म आफै पनि त्यहाँ गएर हेरेँ र त्यसले त्यही हिसाबले छिटै नै आफूलाई रिकभर गरिसकेको छ। भनेपछि यति राम्रो लगानी भएको कम्पनीको सेयर चाहिँ त माथि जानुपर्ने हो। त्यसैले अलिक बोल्नु पर्यो भन्ने कुरामा चाहिँ अब हामीले विज्ञापन गरेर होइन, तर यो आयोजनाहरूको बारेमा जनतालाई सुसूचित गर्ने हिसाबले जान्छौँ। त्यो उद्देश्य त्यो सेयर बढाउनको लागि भन्दा पनि प्राधिकरणले गरेका चिलिमेका कम्पनीहरू राम्रा छन् भन्ने एउटा चाहिँ इमेज चाहिँ दिनुपर्ने छ र यसरी बनाउनु पर्छ भन्ने खालको एउटा चाहिँ पनि सूचना दिनुपर्ने हिसाबले, र त्यस गर्दै गर्दाखेरि सेयर भ्यालु बढ्छ भने त्यो हाम्रो साइड इफेक्ट हो भन्ने हिसाबले। दोस्रो, यो आयोजनाहरू सब्सिडियरी कम्पनीहरू र चिलिमे कम्पनी दुवै मिलेर थप नयाँ आयोजनाहरूमा जाने कुरामा अहिले बढी नै सकेको छ, अघिको प्रतिवेदनमा आइसकेको छ। तिनीहरूको पिपिए गर्नको लागि सबै लाइनमा लागेर बसिराखेको छ। पिआरआर प्रोजेक्टहरूको पिपिए छिटै हुने सम्भावना छ, आवश्यकता पनि छ। र हिजै मात्र अनि हामीले एउटा पावर ट्रेडिङ कम्पनी प्राधिकरणबाट सञ्चालन र क्रियाशील बनाएका छौँ। यो स्थापना त 73 सालमै भएको हो एनी इन्जिनियरिङ जस्ता कम्पनीसँग, तर आजसम्म क्रियाशील हुन सकेको थिएन। अब अहिले हामीले त्यो पावर ट्रेडिङ कम्पनीको प्रबन्ध सञ्चालक नियुक्त गरेर र त्यसमा कर्मचारीहरू खटाएर त्यसलाई अगाडि बढाएका छौँ। त्यसको काम चाहिँ प्राधिकरणले आफूले गर्न नसकेका या गर्नलाई नचाहिने अवस्थामा त्यस्ता नयाँ चाहिँ जलविद्युत आयोजनाहरूको पिपिएको लागि त्यो पावर ट्रेडिङ कम्पनीले काम गर्नेछ। त्यसबाट चाहिँ अहिले यस्ता कम्पनीहरू यस नयाँ प्रोजेक्टहरूको पिपिए चाहिँ अब अगाडि बढ्छ। चाहिने प्राधिकरणले किन्छ, व्यापार गर्नुपर्ने निर्यात गर्नुपर्ने बिजुलीहरू त्यो पावर ट्रेडिङ कम्पनी मार्फत अन्यत्र बेच्न सकिन्छ। त्यसरी एउटा गाँठो फुक्छ भन्ने लागेर हामी अगाडि बढिरहेछौँ। त्यसो भयो भने अब बन्ने प्रोजेक्टहरू चाहिँ एकदम डाइनामिक तरिकाले लागत भन्दा पनि समय नबढ्ने गरिकन इपिसीमा जुन पहिले हामीले गरेका थियौँ मोडलमा रसुवागढी भोटेकोसीमा यो एमराल्ड बुकमा अलिकति मोडिफाई गरेर सेयर्ड रिस्क सेयर्ड कस्ट भनेर त्यसमा अझै बढी परिमार्जन गरेर खिम्तीमा बनाएको मोडललाई अलिकति अनुसरण गरेर कस्ट टाइम बढ्दाखेरि बढी चाहिँ कन्ट्र्याक्टर जिम्मेवार हुने गरिकन र त्यसको लागि त्यसलाई बाइन्डिङ गर्ने गरिकन अगाडि बढ्नुपर्ने छ। अब बढ्दाखेरि त्यसरी बढाउँला। त्यो बाहेक चाहिँ चिलिमेले विद्युत प्राधिकरणका पावर हाउसहरूलाई सेवा दिने चेस्को मार्फत या पावर प्लान्ट आफै चिलिमे आफै मार्फत पनि भनेर मैले चिलिमेको सिइओ साहबलाई पनि भनेको छु, निर्देशन त्यहाँ दिएको छु। र त्यसबाट एउटा चाहिँ चिलिमे जुन उद्देश्यले पहिले बनाएका थियौँ, चिलिमेले हामीले त्यति बेला बनाउँदाखेरि सेयर धनीलाई सेयर बाँड्छौँ भनेर बनाएको चाहिँ होइन। यो यहाँहरूलाई म चाहिँ स्वीकार इमान्दारी साथ भन्नुपर्छ, सेयर धनीलाई सेयर लाभांश बढाउँछु भनेर हामीले चिलिमे बनाएको होइन। चिलिमे हामी आफै बनाउँछौँ र बनाउने कसरी भनेर बाटो देखाउँछौँ भनेर गनेको। सो बाटो देखाउने उद्देश्यले चिलिमे बनाएको, बाटो देखाइयो जस्तो लाग्छ होइन। र त्यस हिसाबले अहिले त्यति धेरै निजी क्षेत्रहरू आएका छन्, त्यो बाटो देखाएर नै हो। त्यस्तै गरेर अब कसरी पावर हाउस चलाउने, मर्मत सम्हार गर्ने, निजी क्षेत्रलाई कसरी सहयोग गर्ने आदि कुराहरू पनि बाटो देखाउँदै जानुपर्छ। अन्य अरू बाटो देखाउने काम हामीले गर्छौँ। र अहिले जुन सेयरधनी महानुभावले व्यक्त गर्नुभएको जुन चासो छ एकदमै हामीलाई पनि, म पनि एउटा सुरुदेखि जति म्याक्सिमम कर्मचारीले राख्नुपर्ने 3,60,000 3600 सेयर हुन त त्यो अहिले त अब 20,000 पुगिसक्यो, 20-24,000 कति पुगिसकेको छ। त्यो हिसाबले मेरो पनि राम्रै यसमा चाहिँ
एउटा सेयर कर्मचारी सेयरधनीको हिसाबले छ र यसको चाहिँ लाभांश बढोस् भन्ने मेरो व्यक्तिगत पनि इच्छा छ। तर प्राधिकरणको तर्फबाट चिलिमेमा चाहिँ अध्यक्षको रूपमा रहँदै गर्दाखेरि अहिले हामीले एउटा अर्को एउटा आयोजनाको लागि आवेदन दिँदैछौँ। अब यो अहिले हामी यहाँ डिस्क्लोज गरेर भन्न सक्ने अवस्थामा छैनौँ, किनभने त्यो भइसकेको छैन। अर्को वर्षको साधारण सभामा गुड न्युज ल्याउँछौँ र प्लस यी सब्सिडरी कम्पनीहरूबाट पनि सेयर लाभांश 5% पनि भए पनि भन्नुभयो, त्यो उहाँहरू सब्सिडरी कम्पनीहरू मार्फत ल्याएर अर्को वर्ष चाहिँ यो जुन अहिले देखिएको छ यसमा चाहिँ नेगेटिभ देखिएको छ सब्सिडरी कम्पनीहरूको, त्यो घाटा हामीलाई ट्रान्सफर भएको छ। अर्को वर्ष उहाँहरूले त्यसलाई ब्यालेन्स गरेर मिलाउनु भयो भने त्यो पोजिटिभमा आउनेछ र बेटर हुनेछ भन्ने म आफू विश्वस्त छु। त्यति भन्दै अब म चाहिँ एउटा यो महालेखा परीक्षक विद्युत प्राधिकरणको प्रस्तुति छ, महालेखा परीक्षकको कार्यालयमा अन्यत्र भयो होइन, उहाँ महालेखा परीक्षक जो आफैलाई नै मैले त्यहाँ प्रस्तुति गर्नुपर्ने भए हुनाले म एकदम समयमा पुग्नुपर्ने भए हुनाले यहाँहरू सबैसँग मैले क्षमा माग्दै अब यहीँबाट बिदा हुन चाहन्छु। धन्यवाद। म पढेर 2 मिनट ठिक। शेरधनी महानुभावज्यूहरूले हामीलाई असाध्यै कोअपरेट गरिराख्नु भएको छ र अध्यक्षज्यू यहीँ छँदै सकौँ भन्ने चाहिँ उहाँहरूको छ। र अब 1 नम्बरमा थियो हाम्रो ल यो एकदम एउटा अलिकति नयाँ खालको एजेन्डा छ, त्यो मात्रै म भने। उसो भए हामीले पहिला चिलिमे जलविद्युत कम्पनी लिमिटेडले लाइसेन्स लिँदैखेरिमा यो सेती नदी 3 जलविद्युत आयोजनाको लाइसेन्स लिँदा चिलिमे जलविद्युत कम्पनी लिमिटेडको नाममा लिएको थियो। त्यो बेलामा चाहिँ चिलिमे सेती हाइड्रो पावर कम्पनी लिमिटेड स्थापना भएको थिएन र अहिले त्यो लाइसेन्स चाहिँ नि ट्रान्सफर गर्नुपर्ने छ चिलिमे सेतीको नाममा, चिलिमे कम्पनीबाट गर्नुपर्ने चाहिँ एउटा विशेष प्रस्ताव हो। यो मात्रै हो, अरू त सबै छ। ल हस् ल अब अध्यक्षज्यूलाई यो सभा यहीँ विसर्जन गरिदिनको लागि चाहिँ नि मैले अनुरोध गरेँ। सम्पूर्ण शेरधनी महानुभावहरूलाई या शेरधनी यो 29औं वार्षिक साधारण सभामा उपस्थित भएर यसमा पेश भएका प्रस्तावहरूलाई छलफल सहित पास गर्नमा सहयोग गरिदिनु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु। शेरधनी महानुभावहरू, सञ्चालकज्यूहरू, लेखा परीक्षक र कम्पनी रजिस्ट्रार कार्यालयबाट पाल्नुभएका प्रतिनिधिज्यूहरू सबैलाई हार्दिक धन्यवाद दिँदै यो सभा यहीँ समापन गरेको घोषणा गर्दछु। धन्यवाद। म लाग्छु।